साथ दिने होस् त यस्तो होस् जो मेरो अनुहार थोपडा हेर्ने होइन, मेरो मनलाई हेर्ने र मेरो सोच विचार र मेरो जति पनि अब मैले जस्तो गर्न चाहेको छु त्यो विचारलाई बुझ्ने होस् है। अनि मलाई दुःख र प्रब्लम समस्या आउँदाखेरि साथ छोड्ने र अर्को रोजेर जाने होइन। मलाई केही हुँदाखेरि दुआ गरेर भगवानसँग दुआ गरेर मन्दिर जाने होस्, त्यो नै ठिक लाग्छ नि साथीभाइ होइन। साथ भनेको चाहिँ त्यो आज छ भोलि छ कि छैन भन्ने नहोस् न। जिन्दगीभरको बुढेसकालको सहारा खोजिन्छ त हौ। उमेर र समय बितेपछि बुढेसकालको सहारा खोजिन्छ नि। साथ भन्नेमा त्यो केटाकेटी लभ परेको जस्तो कहाँ हुन्छ त है। हामी सोच विचारको मान्छेलाई एउटा राम्रो समय बिताउने होइन, जिन्दगी बिताउने चाहिन्छ नि, दुःखमा साथ दिने। अन्त अर्को कुरा, छोरा मान्छेलाई दुःख प्रब्लम हुँदाखेरि त्यो दुःखमा साथ र हौसला र हिम्मत दिने, अनि म केही गरेर देखाउँछु अगाडि बढ भन्ने होस्। तर छि यो यसको दुःख रहेछ भन्ने धन सम्पत्ति खोज्ने केटी नहोस्, त्यस्तो साथ नपरोस्।